नमस्कार। नमस्कार आचार्य। एउटा गजल काल्पनिक हो साहित्य। सबलाई छोडी तिमीलाई नै ताकै भने के गर्छौ? सबलाई छोडी तिमीलाई नै ताकै भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? सबलाई छोडी तिमीलाई नै ताकै भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? चौतारीमा जो आउँछन् मन्दिर पनि धाउँछन् समीपमा। चौतारीमा जो आउँछन् मन्दिर पनि धाउँछन् समीपमा। सम्झी आत्तिएर देउराली भाकेँ भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? कोही नशा लिन्छन् कोही असुर अनि कोही अमला। कोही नशा लिन्छन् अनि कोही असुर अनि कोही अमला। सुन्दरताका मधुरतामा प्रेमहरू चाखेँ भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? इमानदारिता प्रदर्शन गर्नु छैन धेरै चिनिनु पनि छैन। इमानदारिता प्रदर्शन गर्नु छैन धेरै चिनिनु पनि छैन। सस्तो लोकप्रियतामा गफ गर्न डाकेँ भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? भित्र जलेका हुन्छन् मान्छे देखिँदैनन् बाहिर अलिक बेर। भित्र जलेका हुन्छन् देखिँदैनन् बाहिर अलिक बेर। अतीतका यादहरूले भतभती पाके भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? पिरतीको सागर हेर झन गहिरो अनि झन गहिरो। पिरतीको सागर हेर झन गहिरो अनि झन गहिरो। समुद्र झैँ तट नदीले झैँ मनमुटु ढाकेँ भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? जमाना बदलिएको छ केही सजिएको पनि छ। जमात बदलिएको छ अनि केही सजिएको पनि छ। तिमीले नबुझ्ने भाकामा गफ हाँके भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? सबलाई छोडी अब तिमीलाई नै ताकेँ भने के गर्छौ? म त विवाहित हुँ प्रेम प्रस्ताव राखेँ भने के गर्छौ? तिमीले नबुझ्ने भाकाका गफ हाँके भने के गर्छौ? धन्यवाद।